हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी टर्की इस्तानबुल जानु लाग्यो अनि अहिले चाहिँ लन्डन ब्रिज जाँदैछौँ। त्यसपछि लन्डन ब्रिजबाट लुटन एयरपोर्ट जान्छौँ, त्यसपछि लुटन एयरपोर्टबाट इस्तानबुल जान्छौँ। यहाँ चाहिँ मसँग चाहिँ साथीहरू पनि हुनुहुन्छ 6 जना। उतापट्टि अनिसा, उता प्रिया, अर्को अनिसा, यता त्यसपछि दुईवटा अनिसा स्क्वायर छ नि, यता विजय, यहाँ अर्को ब्लगर आकाश सर यता हुनुहुन्छ। गाइज हामी चाहिँ लुटन एयरपोर्ट पुग्न लाग्यौँ। अब यहाँबाट अर्को ट्रेन फेरि चेन्ज गर्नुपर्छ, त्यसपछि हामी लुटन एयरपोर्ट पुग्छौँ। यहाँ छन् साथीहरू पनि, सबजना ब्याग बोकेर अब अगाडि बढ्यौँ। हामी चाहिँ अहिले लुटन एयरपोर्ट आइपुग्यौँ अनि हामीसँग चाहिँ अलि टाइम धेरै नै थियो, त्यही भएर चाहिँ हामी सबजना चाहिँ यसो एक्सप्लोर गरौँ न त लुटन भन्दै बाहिर निस्केको छौँ। अनि लुटन पाथवेबाट चाहिँ त्यहाँबाट चाहिँ अर्को मेट्रो लिनुपर्ने हुन्छ, त्यसको चाहिँ टिकट अराउन्ड 3-4 पाउन्ड पर्ने रहेछ। अनि हामी चाहिँ यसो यहाँ घुम्दैछौँ। रमाइलो छ है ठाउँ चाहिँ, हिँडाइ कडा छ है, पुरै क्याटवाक गर्दैछन्। अनि एकजना उहाँ कुद्दै अगाडि कहाँ पुग्ला जसरी कुदिया छ नि है। रमाइलो छ है, तर अलि लन्डनतिर अरू उतातिर चाहिँ अलिकति कोलाहल बढी अलिकति देखिन्छ भने यता चाहिँ अलिकति पिस जस्तो देखिँदो रहेछ। रमाइलो छ है। 2 बजे छ, त्यसपछि अहिले चाहिँ भर्खर 12 बज्न लाग्यो, 12 पनि बजेको छैन। अनि 2 घन्टा के गर्नु, बोर्डिङ पास पनि 1:30 को आसपासमा छ, त्यही भएर चाहिँ यसो एक्सप्लोर गर्दै हिँडिरहेको छौँ। फर्स्ट टाइम हो है लुटनमा, यता चाहिँ कहिले पनि आएको थिइनँ। अनि त्यही भएर चाहिँ एकछिन सबैजनालाई मनाएर हिँडौँ न कस्तो रहेछ हेरेर आऊँ भनेको। अनि सबजना निस्के, रेडी भए। उहाँ तल फोटो खिच्दैछन्। बोर्डिङ पास पनि लिइसक्यौँ, अब चाहिँ हामी जानलाई रेडी भइसक्यौँ। यहाँ सबैजना सेक्युरिटी चेक पनि गरिसक्यौँ। अनि अहिले चाहिँ हामी अब प्लेन चढ्न जाँदैछौँ। अहिले चाहिँ यो ड्युटी फ्री एरियामा छौँ, तपाईँ हाम्रो देखिरहेको छ है। फाइनली हाम्रो चाहिँ सक्यो होइन। अब हामी चढ्ने प्लेन चाहिँ यही हो। फाइनली हामी चाहिँ इस्तानबुल ल्यान्ड भयो। यहाँ छन् पछाडि साथीहरू। अब यहाँबाट चेकआउट गरेर निस्किन्छौँ। यहीँ विजय सर यता हुन्छ। फाइनल्ली इस्तानबुल।
लास्ट भोक लागिसकेको छ। अब चाहिँ केही खानु पनि पर्ने छ बाहिर निस्किनु बित्तिकै। र फाइनल्ली हामी एक्जिट भएर ड्युटी एरियामा आइपुग्यौँ। ड्युटी फ्री एरियामा फाइनल्ली हामी चाहिँ एयरपोर्टबाट निस्क्यौँ। अब यहाँबाट अगाडि जाँदैछौँ। ट्याक्सी बुक गरेको ट्याक्सीमा जान्छौँ। ट्याक्सी छ यहाँ अगाडि, कता छ खोज्दैछौँ। उता छन् साथीहरू पनि। रमाइलो छ है।